सबैलाई जय देश जय कृषि भन्न चाहे मैले होइन। बिहानको समयमा शुभ बिहानी सबैलाई। म चाहिँ टक्क बाख्रालाई चाहिँ घाँस लाउन जाँदैछु। अनि म चाहिँ तपाईँहरूलाई आज चाहिँ बाख्राहरूले घाँस खाएको पनि देखाउने छु। अहिलेसम्म मैले चाहिँ यो मकै घाँस बोकिरहेको छु। अनि हाम्रो बिहानको ड्युटी भनेको यस्तै हुन्छ। दिनानुदिन म चाहिँ अब घाँस टक्क लाउँछु। तपाईँहरूलाई घाँस लगाएको खाएको देखाउँछु। मेरो बाख्राहरूले यहाँ चाहिँ मकै घाँस खाँदैछ है। टक्क अहिले लिएर मैले राखेँ लाउँछु। यहाँ चाहिँ मेरो पाठाहरूले हरियो खोसेला खाँदैछ। खोसेला भन्नाले खोस्टा हो, मकै खोस्टा। अनि यहाँ झुन्डाइदिएको छ घाँस। यो यहाँ नखानेले यहाँ खान्छन्। यहाँनिर मकै घाँस टाट्नामा चाहिँ यो चाहिँ टक्क यो बिहाड बोका हो। यो बिहाड बोका यता माउ छ, सानो सानो माउ ब्याउनेहरू हो। यता पनि माउहरू हो, उता पनि छ माउहरू खाँदैछ। यो चाहिँ टाट्ना लगाइदिएको छ। यहाँ चाहिँ यो चाहिँ बिहान घाँस खाने हो। यहाँ खाँदैछ नि, यहाँ झुन्डाइदिने हो। यो चाहिँ पाठापाठीहरूको सानो खाने ठाउँ बनाइदिएको, राति सुत्ने पर यहाँ छ। यो माउ चाहिँ मेरो अस्ति अलिक बिरामी भएर अहिले चाहिँ अलिक फिर्दैछ। यतातिर पनि टाट्नामै हो, यहाँ पनि टाट्नामै हो। खरको छानो मुनि हो, राम्रो हुन्छ अरे खरको छानोमा। माउ बाख्राहरू यहीँ खाँदैछ है, माउ बाख्राहरू हो। यहाँ चाहिँ टाट्नामा घाँस भरि हालिदिएपछि भरेसम्म मजाले खान्छन्। अनि सबै माउ बाख्राहरू खान्छन् मजाले। यसले चाहिँ पुरा मकै भेट्टाएर मकै चपाउँदैछ। सेतीले चाहिँ सेती लोसे उसको बच्चासँग खाँदैछ। अनि घाँस चाहिँ मजाले थिच्दिनु पर्ने हुन्छ, फेरि सबै झार्छ। सबैले खान्छ मजाले। यहाँ तल चाहिँ टाँडेखोर हो। यहाँनिर चाहिँ बच्चाहरू। यो चाहिँ टाँडेखोर चाहिँ यस्तो छ है मेरो। टक्क यस्तो छ है।